हेलो नमस्ते के छ सन्चै हुनुहुन्छ नि हैन आरामै हुनुहुन्छ होला आज हामी चाहिँ यसो न बर्थडे पार्टी मनाउँ भनेको तर केक लिन जाने मान्छे चाहिँ छैन हैन सरप्राइज हो नि बर्थडे सरप्राइज हो नि ए लोकेन सर के बनायो झोला भए लोकेन सर के हजुर आज के गर्ने राति मेरो बर्थडे हो केक काट्ने भनेर यिनीहरूले सरप्राइज दिने रे हैन म सरप्राइज भइदिउँला तर त्यो हात चाहिँ ल बधाई छ तर हुनेवाला हैन म सुत्दै कस्तो देखिछु म हैट म सुत्नेवालै छैन आज मलाई त धेरै बोर निकाल्छ जे भयो नि सरप्राइज हो न केक काट्नु भएन आज भएन भोलि भएन आज त केक त ढुक्क हो नि आज त हुँदै हुन्न म मरे सुत्दिनँ हैन ढोका खोल्दिनँ म अनि ढोका खोल्ने त हामी छँदैछौँ त यहाँ केक ल्याएर पहिले थाहा भइहाल्छ ल साथी एडभान्स ह्यापी बर्थडे है त बेलुका सरप्राइज साथीलाई बस्दै आज भोलि नि यतै बस्छ आज नि यतै बस्छ के छ र उसको त अहिले भाइ छ मम्मी छ बाउ छ सबै छ छ होइन घरमा चाहिँ भनेको हो त्यो पनि कहाँ छ ट्याङ्की भरिएछ कसो तपाईँको उताबाट आउनुभयो भने त रितारा चाहिँ आएको होला तर त्यहाँनिर त दुबो चाहिँ त्यो भएन है अमाल सरले मैले सब मारिछ युरियाको पनि ठ्याक्कै लिमिट हुन्छ क्या त्यही हेर्नु ठ्याक्क साइडमा क्या फेरि यस्तै फेरि अरूले पनि हेर्छ के कुरो भइरहेछ साथी के कहिले काट्ने कि 12 बजे काट्ने भन नि त अमाल सरको घुँडो ठुलो आयो छोड्नु तपाईँले केक लिएर आयो छैन नि मसँग पैसै थिएन अनि कसले लिएर आयो त तिमीले ल्याएन भन्ने चाहिँ लाग्यो होइन कि त पहिले फोन गरेर होइन त्यहाँ रेडी गरेर राख भनेर अगाडि कुदेर भने कि जस्तो पनि लागिरहेको मलाई त्यहाँ कसले भन्यो फोन चाहिँ कसले बोकिन्छ होइन कस्तो देखिन्छ हेर तपाईँलाई त्यहाँ होइन नि त त्यो दिदीकोमा गएर तिमीहरू अगाडि गएको थियो नि त दिदीकोमा गएर त उसले पर्काइसँग कल गरे डक्टरसँग चाहिँ कल गरे भनेर डक्टरसँग कल त मैले तिम्रै अगाडि गरे त्यहाँ त के चाहिँ भयो त अहिले मुखमा दल्लेर नि के चाहिँ भयो त के दलले नै होइन अहिले कि तपाईँलाई के लाग्छ अहिले दल्ने ठिक हो त होइन ल्याएको छ भने होइन 12 बजे दल्ने हो जेसुकै केक लिएर आयो त 12 बजे दल्ने हो लिएर छ कि छैन अब तिमीलाई थाहा होला मलाई थाहा होइन अब म त केकै बिर्सिनु भयो तिमी उहाँ पुग्दा त चित्ता दिएर हेर ल्याएको छ ठिकै छ मैले नाइ भने होइन तैँले काटौँ न होइन ल्याउनु हुँदैन मेरो फोनमा पैसा चाहिँ ल साथी ह्याप्पी बर्थडे है त यदि ल्याएकै हो भने नि होइन बरु भोलि राति 2 के अरे 1 बजे भन्दा अहिले काटौँ आनन्द होइन त तिम्रो राय पनि ठिक हो केक लिएर आएको बोलेछ भन्ने मध्य निन्द्रा हुन्छ नि त फेरि अनि अर्को 2 घन्टा निद्रा लाग्दैन भोलि मर्निङ ड्युटी चाहिँ गाह्रो त्यहाँ पनि छ सुत्नलाई कम्ती 1 घन्टा त सफा गर्दै लाग्छ है डक्टरलाई मेसेज गर्नु केक लिएर आउनु रहेछ कि नै भनेर केक लिएर आएको अहिले दलिहालौँ भन्नु उसोबाट गऱ्यो भने त ढुक्क भन्दैन लिएर आयो भने तपाईँकोबाट गरौँ हुँदैन त्यहाँ त नगरौँ लिएर आएर छ भने त सरप्राइज हुनु पर्यो नि लोकेन भन्दा ठुलो तपाईँ घुँडो आयो थाहा कि तिमीलाई थाहा लिएर आएन भन्ने चाहिँ थाहा छ लिएर आएको छ भन्ने चाहिँ थाहा होइन है साथी अब विकल सरले ल्याउनु भएको छैन मलाई पक्कै थाहा डक्टर ल्याउनु आयो भने मलाई थाहा छैन है फेरि फोन गरौँ नि फोन गर्ने हो भात खानु चाहिँ कतिखेर आउने सोध्नु नि भोक लागिसक्यो एउटालाई फोकस भयो अर्को कालो देखिन्छ अर्कोलाई फोकस भयो अर्को कालो देखिन्छ ठिक छ अनि सुत न त साथी हेलो डक्टर भात खान आउने होइन डक्टर डक्टर केक ल्याउनु भएको छ कि नै सोध्नु भएको भुलसरले भनिदिनु त अब त्यही त मलाई थाहा होइन विकल सरले 5000 अनि यो त भोलि के अरे एनिभर्सरी लागि माग्नु भयो त भोलि खर्च
होइन कि ल्याउनु भएको छ ठिकै छ ल्याउनु भएको छ भने नि होइन अहिले काट्दिउँ दल्नु छ जे गर्नु छ अहिले गरौँ कि राति चाहिँ नगरौँ आज तिमीहरू सबै यहीँ सुत हुन्छ के अब ल पेसेन्ट छ कि डाक्टर आउनु भोक लाग्यो बाँकी छ खै उता हुनुहुन्छ हामी यतातिर यसो गफ हान्दैछ म त भ्लग बनाइरहेको छु भ्लगमा तपाईँलाई स्वागत छ ल आउनु यो चाहिँ राति 12 बज्न आइसकेको छ हामी चाहिँ सरप्राइज दिनको लागि कुरिरहेछौँ अब उताबाट उठाउँदैछ केक सेक लिएर आउँदैछन् जनताहरू बर्थडे बोय मस्त निराइरहेको छ अब हेरौँ है त कस्तो हुन्छ के हो यस्तो के यस्तो कतातिर हो टोली त्यो लाइटले तपाईँ नै देखिनु खत्रै सरप्राइज गर्छौँ जस्तो छ हामीले जे होस् ए अब त ए केटा उठा न है ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे के हो साथी त कोही स्प्रेहरू उठेर टी सर्ट लाउनु बेला है भ्लगमा आउँछु हेर साथी के छ बर्थडे भाइ 2 शब्द जाओस् कुद्या कुद्यो नि यसो हेरेको आउनै भएर नि अनि हतार हतार गरेर गएको नि मलाई टर्च बन्द गर आउनु भने अघि टर्च बन्द गर्नु भने टर्च बन्द गर्नु भने ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु लास्ट टाइम मेरो के पैँचो लिँदै हो है केही पनि होइन अरू बर्थडे सेलिब्रेसन सबैले आफ्नो पैँचो लिँदै हो नि जनताहरू यस्तै छ बर्थडे सेलिब्रेसन ह्याप्पी बर्थडे भुल सर ल हमाल सर के छ साथी ह्याप्पी बर्थडे टु यु धन्यवाद ह्याप्पी बर्थडे टु मी रामचन्द्र सर के छ अब जे भयो नि त्यो हेर साथी यसपालि त बर्थडे नकाटिकन खानेकुरो त भन नि त म बाइकमा छ चक्कु लिएर लोकेन्द्र सर चक्कु कहाँ छ हेर्न आउने हो होइन अगाडि नै हाल्यो यो हमाल सर एकचोटि आउनु न हमाल सर यस्तो छ हालत मान्छेले थाहा दिन त भन ऊ त्यो चाहिँ के त्यो घुमाएर अनि टक्क हो देखाउनु न चक्कु मात्रै यस्तो सेफ्टीमा हालेर लिएर आउँछौँ हामी काट्ला है काट्ला हामी त यस्तो काइता नि त फेरि बर्थडे मनाउन त्यो पर्दैन त्यो घुमाउनु पर्दैन भयो तपाईँ बर्थडे मनाउँछस् ल है त ह्याप्पी बर्थडे है साथी ऊ क्वार्टरबाट अहिले चक्कु धोएर अहिले नै लिएर आएको है बाइकको पछाडि हालेर लिएर आएको थियो क्या त्यो सिट पनि हामी कम गर्छौँ त बर्थडे बाइले एउटा टी सर्ट चाहिँ लाउनु पर्थ्यो क्या तर हुन त नाङ्गे जन्मे नाङ्गे मर्ने जस्तो होला उसको के को लागि हो यो चाहिँ हजुर लाइटर त ऊ लोकेन्द्र सरलाई थाहा होला त के बसेर काट्ने अब त के त
भन्नु ल खानु पर्छ है खानुलाई त चक्कु ल्यायो त अहिले आज बर्थडे सेलिब्रेसन नि गरेर लाग्छ छ खत्रे ए भुइँमा पो भयो नि यता बस न साथी अहिले सुत्नु पर्ला त ओछेन त ताला त्यो ओछेन छ भने छोड्दैन नि हेर यहाँ ढुक्क हो सुत्न मन छ भने उता बस बेकार चन्द्रेको नि वासस्थान नभन तिमी त्यो किताबमा लाग्छ यार अहिले केक के हो त झन् त्यसमा उ गरौँ कि हो बुक यसमा लपेटौँ नि लागिरहेको थियो कि अलिअलि चाहिँ होइन अघि हामी जानेर तपाईँहरू नि भएको हो मैले त के पर्छ अलिअलि बेला बेला सकिएछ अर्को पनि छ हल्लाउनु हल्लाउनु मलाई चाहिँ नगर्नु न मेरो पत्ते कहाँ हो त म भन्दिनँ त्योसँग छ छन चाहिँ त्यो अस्ति लिएर आएको होला तर होस् भयो अलिक के दल्नुपर्छ एक्साइटेड भइदियो केकमा नपारौँ तितो हुन्छ ल ल ल उस गर्नु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु यति भएपछि भोलिको मासु ढुक्क ह्याप्पी बर्थडे टु यु पुग्नु पर्दैन सास पुग्दैन भने त हामी त हमाल सर कि तपाईँ तल भन्नु कि हट्नु ओ आइडिया हुन्छ यो फुल्ने यो एकछिन फुलिरहने होइन कि हतपत्त झिकाएर त्यसलाई हुन्छ यो सरप्राइज है हामी त केक काट्ने भनेर सरप्राइज दिने हो साथी होइन उसले चाहिँ ल्याएको छैन भने लगभग ल्याएको हामी त्यो त छुपाएर गर्दैनौँ सरप्राइज हो नि बोलिरहेको थिएँ होइन जस्तो चाहिँ ल्याएको थिएँ कहाँबाट काटौँ चन्द्रसरको आँखा हेर्नु न त खोइ निद्रा लाग्यो त्यो कतिखेर आएको हो सुत्नलाई अघि नै आएको होइन त तिमी उठिदेऊ त भोलि सरलाई के काट्नु है त्यतातिरबाट काट्नु कति नै मान्छे भए त भाग लाउनु खोजेको छ सबै दल्ने त नि क्या अलिकति त्यहाँ छुट्याएर खान नि दल्नुपर्छ नदबाउँ है खोर हुन्छ त्यो चाहिँ हो है तर दल्नु हुँदैन नै भन्छु म पनि खाने हो रुगा लाग्यो बाँकी बसे अब कमल दिदी कहाँ राखेर एक हप्तासम्म खाने हो टी-सर्ट लाउनु पर्ने त्यही भनिरहेछु अहिले मैले बडी राम्रै भएको त आज यो ब्लर भयो नि भेट चाहिँ देखियो जेठो दाई देखेर उदुम छ छैन जेठो दाई भने हो त्यो यो त यो खानदानी हो ल आउनु नि त के आफै पहिला डक्टर हुन्छ खाने खुलाउने जे गर्दा नि भयो अब आफ्नै त क्लास बोले चाहिँ छैन हेर ठुलो मान्छे अनि खाना पर्छ क्या सबले के भयो ए यो चाहिँ नराख है कहाँ राख्ने हो यो सब राख्ने हो म त एडिटै गर्दिनँ म त ल भाइ ह्याप्पी बर्थडे है किन त्यति तिमीले खाने सोचाइ अलिकति मात्र डक्टरले त्यति पनि गरिदिनु भने कस्तो लोभी भएको त अब के खानु
नफुलाउने ले ए नदल्ने हो नि आज भुल्सलाई क्लिन राखिदिने अरे मिठो लाग्यो बुल्सा क्लिनै छ हो जहिले नुहाउन कम गाह्रो हुन्छ भाइ है तर आजभोलि गर्मीमा केही हुँदैन बुल्सालाई झन् केही हुँदैन चेरी राख्छ त्यही मा देब्रे हातले दिन पाइयो तपाईँ बर्थडे भयो मान्छे अब बस्नु हामी काटेर दल्छौँ सन्डे सर आऊ न आऊ ल खाने खुवाउने तपाईँको इच्छा अब बर्थडे भयो नै भएको छ त है यसले त दल्दैन थाहा के म एकछिन भगमा आउनु पर्यो नि त्यो त म बनाइदिइहाल्छु नि यो सक्दो खाइदिउँ पाउनु म खानु त तपाईँ दिनु ए धेरै खाने होइन ह्याप्पी बर्थडे के भने बाटो भएको थियो यस्तो पनि हुन्छ क्या तिमीलाई पकाइदिए खाने तिमी त्यो होइन हमाल सरले समाउने मोबाइल के हमाल सर भुललाई समाउने होइन केक त गर्नुहुन्न म खाइदिएँ ल खाइहाल्नु पकाउने भ्लग त छुटाउनु भन नि पुगिहाल्छ नि तिमी यहाँ यता केही भनेन चाहिँ यो चाहिँ मुखै काट्यो कि ला ला बर्थडेको नि यस्तो गर्नु चाहिँ नहुने थियो क्या तर नङ्लियो होइन नि हमाल चाहिँ यसरी उ गरेर औँला लायो ओडमा ला बनाइदिइहाल्छ नि भाइ ब्लड आयो खै ब्लड आयो रगत चङ्खेला मान्छे होइन सानो ओडमा हल्का लाएर तन्नाभरि पऱ्यो यार आफै काट्नु थालौँ साथी थोरै हो नङले थोरै हो मलाई यो दिन्छन् होला नि है होइन यार दल्न चाहिँ धेरै नदल्नु यार डल्लो लाग्यो होइन घुम्न पाइरहेको छु म म खान्छु ल मेरो टी सर्टमा लागेको छ अहिले त त उता हेर कान के गरेको त्यहाँ सुत्नुपर्छ के गरे चिप्लीको के भागिसक्यो ए तल्दै माथि त नुहाउने भनेर नुहाउनै पऱ्यो नि अब त आफ्नो भाग चाहिँ खानु पर्यो के छ त तपाईँको प्रतिक्रिया भन्नु चल्दैछ छैन कि मसँग पहिल्यै यो के हो अहिले उता छैन कि छैन ल अबदेखि दिन्छु र काने दुईतिर पाउरा नि दलिदिउँ न के हुन्छ जानु भयो के हो ल माथि जत्रा सरले के ऊ हेरौँ माथि जत्रा त तल केक दल्दाखेरि हल्का हातापाई भएर यहाँ छोड लाग्यो अवस्था त हमाल तर जन्मे बित्तिकै यसरी तर तिम्रो त रब जस्तै भयो त वान साइडेड भयो केक पनि यति चाहिँ अब के खेर खाल्नु त खाइदिउँ त कहाँ भयो कि होइन यति दलाउँ न हो यस्तै दल्न दिनु न पहिला मलाई क्रिमै मन पर्दैन भयो यार यो राखौँ के खानु लाग्यो अब त भयो होइन खाने हो त खै स्याम्पू र साबुन ल्याऊ त स्याम्पू ने दुईटा बाँकी रहेको के छ यहाँ फुटाइसक्यो छैन फुट्या छैन खै देखाउनु त यो गर्नु त यो गर्नु
यो पनि रहेछ क्यान्डलको त्यो सानो ओडमा हल्का दाँतले लागेछ कि क्यान्डलको होला है टुप्पो फेरि त्यहाँ अड्केर बुझ्छ खानु मन लाग्छ छैन नि केक ओ गुलाब चाहिँ खुवाउनु न बुल्सलाई गुलाब तर मैले एउटा नि दल छैन नि ल थोरै खाऊ गाने गाने खा नयाँ अब त्यो त ज्वरो त आउँदैन यस्तो गर्मीमा कहाँ ज्वरो आउँछ अब हातमा लाएर त फाल्ने कुरो भन्छ नि मान्छे हातला फाल्ने कुरो त्यो त फाल्ने कुरै हुँदैन त्यो त खानै पर्यो यहाँ धारा छ यो काट दिने बेला मात्र अरूले काट दिनु हो नि दल दिनु हो नि लास्टमा पुज्ने बेला त उसैलाई लाउँछ नि हेर्दा हुन्छ बर्थडे पनि सक्यो ल आजको भ्लगलाई यतैतिर सकाइदिउँ होला रातिको 1 बजेको भ्लग 400 पुग्छ कि यतिले चाहिँ राते ल केक खा ए अब तेरो नि भाग केक खाने मेरो चप्पल बोकेर नइन केक खा खुरु के गर्छ सर पुइ हुन्छ त म त त्यो लर नफाल त रातेले खाँदो रहेछ मस्त केक यसलाई नि निकालेर दिनुपर्छ ल ती मुडामा छाड्छ उसले के ल यही कुकुरले के खाएको हेरेर यो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि नि हमाल सर लाइक पनि गरिदिनु होला भन्नु त भनेको मैले सुनेन नि के हो ल